ल हामी हेम्जा मिलनचोकबाट दाइको पसलबाट अब पोखरातिरको यात्रा सुरु गर्दैछौँ। 84मा दिदीको 84मा अब हामी यताबाट जाँदैछौँ र ठ्याक्कै यो काशीको हेम्जा यो भनौँ काशी जिल्ला हो हैन। अब यो महानगरपालिका पोखरा लेख्न पर्यो हैन यो पोखरा महानगरपालिका वडा नम्बर 25 वडा नम्बर 25 अन्तर्गत हामी ठ्याक्कै यो मिलनचोकमा छौँ। मिलनचोकबाट हामी अगाडि पोखरातिर मध्य पहाडी लोकमार्गमा हामी यहाँ पदार्पण गर्दैछौँ। यतापट्टिको हरियाली दृश्यहरू तपाईँले देख्न सक्नुहुन्छ। यहाँको हाइवेको बनावट यो चाहिँ हेर्नु एकदम स्ट्यान्डर्डको हाइवे बनिरहेछ। यहाँ कहाँदेखि कहाँ भनेर यहाँ लेखिरहेको छ तपाईँले यो बोर्डमा नि देख्न सक्नुहुन्छ। यो चाहिँ अब हाम्रो यात्रा हामी जाँदा पनि टाइम बितिहाल्थ्यो, तै पनि यसलाई संस्मरण बनाउनको लागि हैन यात्रा संस्मरणात्मक एउटा सानो डकुमेन्ट्री जस्तो अथवा भनौँ पसिबिहालो हामीले यहाँ खिचिरहेका छौँ। यो हाइवे कस्तो लागिरहेछ तपाईँलाई? सायद तपाईँहरूले पनि यो भिडियो हेरिसकेपछि कमेन्ट गर्न सक्नुहुन्छ। यो हाइवेमा हिँड्दाखेरि सर चिया पिउँदै गफ पर्दै हिँड्न मिल्ने जस्तो यो किसिमको बनिरहेको छ। सायद भिडियो यो बनाउँदाखेरि पनि यो हल्लिएको छैन क्यामेरा, तपाईँले यहाँबाट पनि महसुस गर्न सक्नुहुन्छ। त्यही पनि अब दाइको लामो एक्सपिरियन्स ड्राइभिङ त्यसले पनि साथ दिएको होला। यहाँ चाहिँ अब हामी दिदी बुवा दाजु हामी सबै चाहिँ यहाँ यात्रामा छौँ। यहीँ यता अगाडि यो दृश्यमा नयाँ हेर्नु यहाँको रमणीय दृश्य। त्यति बेलाको अब बुवाहरू चितवन जाने बेलामा सायद यहाँनिर झाडी यतापट्टि खोलो थियो होला सायद होइन। काउडाँडा त्यो काउडाँडाको दृश्य तपाईँले राति हेर्नुभयो भने एकदमै झिलिमिली देखिन्छ। अहिले चाहिँ फेरि झिलिमिलीको ठ्याक्क विपरीत भनौँ अथवा हरियालीको झिलिमिली देख्न सकिन्छ। प्राकृतिक दृश्यलाई अहिले चाहिँ यता ढकमक्क ढाकेको होइन। यो तपाईँले यो दृश्यलाई यताबाट देख्न सक्नुहुन्छ। यहाँको हेर्नुहोस् यतापट्टि सेतीगण्डकी पारिपट्टि यो एमडीको यो पार्टी प्यालेस हो। यसको बोर्ड कतापट्टि छ? सूर्य सुदर्शन यही हो, यही पार्टी प्यालेस यही रहेछ। दाइहरूको पार्टी प्यालेस हो यो। कटियो हामी यहाँबाट ल। अनि दाइहरूको यतापट्टि के अरे तोरीपानी भनेको कतापट्टि पर्छ दाइ? यहाँबाट सरङगढबाट अलिकति माथि जानु पर्यो है। तोरीपानी भनेको हाम्रो मामाहरूको चाहिँ यो पाहाडगढ भनौँ, पाहाडगढ भनौँ। दाइ पनि चितवनबाट चाहिँ आउनुभएको सायद पाहाडगढ त यहाँबाट कहाँ जन्मनु भएको दाइ तपाईँ? म जन्मेको चितवनै हो। यो बाको माइजूहरूको मामाहरूको हजुरबाहरूको थाहा थलो भनेको तोरीपानी काशीकोट गाविस नै पर्छ कि पाटेश्वर गाविस हो? पहिलाको त सराङकोट गाविस पहिलाको पहिलाको सराङकोट गाविस। पाटेश्वर चाहिँ वडा रहेछ। पाटेश्वर भनेको सराङकोटबाट तल झरेपछि पाटेश्वर भन्दा त्यो ठाउँलाई वडा होइन तोरीपानी नै अहिले त वडा नम्बर 24 भएको छ। वडा नम्बर 24 भएको पोखरा महानगरपालिका वडा नम्बर 24 भएको छ। त्यो यहाँ हाइवेमा यहाँ पुल बन्दै रहेछन्। उतापट्टिको पुल चाहिँ लगभग तयारी भएर अब चल्ने अवस्थामा हुँदैछ। यो पुरानो पुलबाट हामी अगाडि बढिरहेका छौँ। साइडमा पनि अर्को पुल बनिरहेको रहेछ। सायद यो दोहोरो पुल बनेपछि यहाँको ट्राफिक व्यवस्थापन अथवा यहाँको स्पिडलाई अझै रफ्तार मिल्ने मैले महसुस गरेको छु। यो अगाडिको दृश्य हेर्नुहोस् डाँडो। यो यहाँबाट हेर्दा यसरी हेर्दा टोपी नै खस्ने भिड जस्तो देखिन्छ। अब यहाँनिर त्यही पनि यो भिडमा पनि रुखहरूले हामीलाई हार्दिकतापूर्वक स्वागत गरिरहेका छन्। ल हेर्नु यी रुखहरू। अब यहाँ पहाडका रुखहरू के हुने यो मैले खासै मिसो पाउँदैन। यो सराङकोटकै डाँडो यो रुखहरू वृक्षको बारेमा के भन्न सक्नुहुन्छ तपाईँले? वृक्षको बारेमा त मलाई ध्यान भएन। तपाईँ त्यति उत्तिस छ चिलाउने कडुस अनि त्यो के अरे बाले भन्नुहुन्थ्यो नि ऐसेली के अरे यो डाँडा पाइन्छ कि पाइन? ऐसेली पनि पाइन्थ्यो यो डाँडामा। अरू के फलफुल खानुहुन्थ्यो बुवाहरूले सानोमा हुँदाखेरि यो डाँडामा? चुत्रो काफल चुत्रो। अनि त्यो तरकारी खाँदाखेरि एउटा पानी साथ बाँस हुन्थ्यो नि के भन्थ्यो? टुसा मुना टुसा कतातिर हुन्छ टुसा? अझ माथि लेकतिर हो। टुसा ठिक। यो टुसा त अहिले चितवनमा यहाँ मजाले जान्छ यताबाट। देउस यो यातायातको सुविधाले गर्दा पाहाडको टुसा चाहिँ हामीले चितवनमा बसेर नि यसको स्वाद चाहिँ हामीले काउडाँडाको अहिले क्लियर भ्यू तपाईँले देख्न सक्नुहुन्छ। यो अहिले काउडाँडा भन्छ यसलाई काउँ। यहाँनिर राति यो गाउँको डाँडो हाम्रो अगाडि यहाँ हामीले हार्दिकतापूर्वक स्वागत। त्यो माथिको चाहिँ गजुर जस्तो डाँडामा त्यो देखियो के को दृश्य? टावर चाहिँ टावर हो त डाँडामाथि नि टावर? डाँडामाथि पहिला टावर थियो कि पुरानो टावर हो। त्यहाँबाट दृश्य हेर्नको लागि
यो चाहिँ काउको डाँडो पर्यो है त्यसो भने काउँ डाँडाको मुनिपट्टि चाहिँ मणिपाल हस्पिटल छ ए काउँ डाँडाको फेरीमा चाहिँ जस्ट मणिपाल हस्पिटल जस्ट पोखराको एउटा फेमस स्वास्थ्य केन्द्र मणिपाल ए सिम्पानी हामी सिम्पानीमा आइपुगेका छौँ ल सिम्पानी भनेपछि सारङकोटबाट तल झर्ने बाटो पनि छ नि होइन सिम्पानी कता ए अलिकति माथिपट्टि त्यहाँबाट हामी त्यसपछि यो बागलुङ राजमार्ग खुलेपछि यसको चाहिँ नामकरण चाहिँ हरिप्रसाद गुरुङ भनेको यहाँ पुरानो पञ्चायत कालका शहीद हुने उहाँको नामबाट चाहिँ यो हरिचोकको नामकरण गरिएको छ ए हरिचोकबाट यसपछि माथि चाहिँ यसलाई निरुवा भन्छन् ए निरुवा मिरुवा ए राणाहरूको बस्ती थियो यहाँ ए राणा अहिले राणाहरू छन् राणाहरू पनि छन् अलिअलि ए तर त्यस चाहिँ मिरुवा राणामा राणाहरूको प्राय ए मिरुवा यहाँ रहेछ नि त मिरुवा गेट नम्बर 2 भनेर लेखेको रहेछ अब यस्तै हामी अब बिन्दवासिनी मन्दिर नजिक आइपुग्दैछौँ ए बिन्दवासिनी पोखराको सबैभन्दा धार्मिक स्थलको पोखराको धार्मिक स्थल पर्यटकीय स्थल महत्त्वपूर्ण पर्यटकीय स्थल पनि हो यो र यहाँ चाहिँ स्वदेशी तथा विदेशी टुरिज्महरू चाहिँ व्यापक सहभागिता हुन्छ त्यस्तै अब यहाँबाट यो चाहिँ हाम्रो देब्रेपट्टि साइडमा चाहिँ बिन्दवासिनी मन्दिर छ भने दाहिनेपट्टि साइडबाट चाहिँ हामी गयौँ भने सराङकोट जाने बाटो हामीले बाटैबाटै बिन्दवासिनीलाई दर्शन गरेर हाम्रो यात्रालाई अगाडि बढायौँ यो बिन्दवासिनी जो हाम्रो धार्मिक अनुष्ठान धार्मिक केन्द्र धार्मिक आस्थाको केन्द्र हो जसले पोखरालाई चिनाउनु छ भने धार्मिक रूपमा बिन्दवासिनीको पनि एउटा अग्रस्थानमा नाम आउँछ तपाईँहरूले सुन्नुभएकै होला बिन्दवासिनी माइकी जय भनेर चाहिँ गाडीहरूमा लेखिरहेको अनि हाम्रा बुवा मम्मीहरूले सायद यहीँबाट गएर होला उहाँहरूको मुखमा बिन्दवासिनी भन्ने कुरा आइरहेको सुनिरहेका हुन्छौँ जसलाई हामीले यहाँ रोडबाटै दर्शन गरेर हामी अगाडि बढिरहेका छौँ सायद यहाँ कन्स्ट्रक्सनको काम पनि तदारुकताका साथ भइरहेको जस्तो महसुस भइरहेको छ अगाडि हाम्रो अगाडि चाहिँ जस्ट यो कोल्टार अलगत्रो सहित यो चाहिँ मिक्सचर लिएर गाडी अगाडि बढिरहेको छ सायद यहाँ कतै पिच कार्य पनि हामी बागलुङ यहाँबाट चाहिँ बागलुङ जाने यातायातहरू चाहिँ ए यो चाहिँ मध्यपाडी राजमार्गको यो चाहिँ पोखरा बिन्दु अथवा बागलुङ बस पार्क यहाँबाट चाहिँ बागलुङ बेनी पर्वत कुस्मा अनि अप्पर मुस्ताङसम्मको यात्रा गर्नको लागि यहाँ गाडीहरू तपाईँहरूले पाउन सक्नुहुन्छ यसलाई हामीले कुन नयाँ बस पार्क पुरानो बस पार्क हुन्छ यसलाई नयाँ बस पार्क यो नयाँ बस पार्क अथवा बागलुङ बस पार्क यसको नाम चाहिँ बागलुङ बस पार्क यतापट्टि के भन्छ त यसलाई पर्स्याङको डाँडा भन्छ ए पर्स्याङको डाँडा हो यो लभली हिल भन्ने छ ए लभली हिल हजुर प्रख्यात छ यहाँ चाहिँ वरिपरिको मानिसहरू चाहिँ बिहानको मर्निङ वाकको लागि चाहिँ जाने ठाउँ पनि यो चाहिँ फिर्के खोला फिर्के खोला पनि पुल बन्दै रहेछ साइडमा यो सायद यो पहिला सानो भएर फिर्किएर तर्नी भएर फिर्के भन्दा फिर्के भनेर रहेको नि हुनसक्छ है फेरि मैले जस्ट अनि अनुमान लगाएँ अब वास्तविकता के हो अब तपाईँहरूले कमेन्टमा पनि गर्न सक्नुहुन्छ यहाँभन्दा त मैले के भन्ने कुरो भयो र म पनि यहाँको आगन्तुक जस्तो हाम्रो बुवाहरूको थाहा थलो भए पनि हामी कहिलेकाहीँ आउँदाखेरि यसै संस्मरणको लागि उता माथिको चाहिँ गुम्बा हो कि उतापट्टिको यतापट्टि डाँडामा उतापट्टि होटलहरू छ यता हामीले सोच चाहिँ अगाडि देखिएको चाहिँ यो डाँडो चाहिँ के हो फेवातालमाथि के डाँडो भन्छ त्यसलाई पाउँदीको त पिउरी कतापट्टि पर्छ यहाँ चाहिँ देखेको सेतो स्तुपा देखियो थियो त्यो स्तुपाभन्दा माथि देखियो हामीले चाहिँ महादेवको चाहिँ मूर्ति अहिलेको चाहिँ ए त्यो पुम्दीकोट हो नि त्यही ए पोखराको एउटा सबै यहाँ कतिवटा 15-16वटा जिल्लाहरू देख्न सकिन्छ यो भ्यू पोइन्ट प्राकृतिक भ्यू पोइन्ट यहाँ नेचुरल भ्यू पोइन्टको रूपमा पनि चिनिन्छ यो पुम्दीकोट जहाँबाट हामीले पोखराको सम्पूर्ण दृश्यदेखि लिएर यसको वरिपरिका जिल्लाका दृश्यहरूलाई पनि हाम्रै आँखाले कुनै लेन्सको सहायता नलिकन देख्न सकिन्छ पोखरा अथवा फेवातालमा माछापुच्छ्रे हिमालको जुन दृश्य हुन्छ त्यसमा रिफ्लेक्सन सायद पुम्दीकोटबाट पनि सजिलै देख्न सकिन्छ भन्ने कुरो यहाँ सुनिएको छ यतापट्टि हामी कहाँनिर आयो बरा स्कुलको वरिपरि आइसक्यो पर्स्याङ हामी पर्स्याङमा आइपुग्यो यो पर्स्याङ भनेको यो पोखरा मालेपाटन जस्तो हामीले सानोमा चाहिँ तपाईँ के अरे मालेपाटनबाट रेडियो प्रसारण के अरे नेपाल रेडियो प्रसारण केन्द्रको प्रसारण भनेर चाहिँ मालेपाटन पोखरा भनेर सुन्थ्यौँ होइन सानोमा हुँदाखेरि सायद हामी यहीँ वरिपरि रेडियो स्टेसनको वरिपरि मालेपाटनको वरिपरि आएको छौँ यो त्यति बेलै पनि हामीले सुनिराख्यौँ किनभने रेडियो प्रसारण केन्द्र भएको कारणले गर्दाखेरि मालेपाटनमा अनि यो सुनिन्थ्यो अगाडिपट्टि कालिका फ्युल स्टेसन भनेर रहेछ यहाँबाट हामी बारा स्कुल
हुँदै हाम्रो गन्तव्यको नजिक आइपुगेका छौँ। अब यो बारा स्कुल भनेको यहाँको माध्यमिक विद्यालय यो चाहिँ 0 किलोमिटर पोखराको चाहिँ यो नरेन्द्र चोक भनेर देखेको थिएँ मैले पहिला आउँदाखेरि। अहिले के छ चोक चाहिँ किनभने चोकका नामहरू चेन्ज भइरहेको हुन्छन्, त्यही कारणले गर्दा यो बाराई माध्यमिक विद्यालयबाट हामी अगाडि बढ्यौँ। यसलाई बाराई माध्यमिक विद्यालयलाई दाहिने पार्दै घुमाउने चौतारो हुँदै जहाँ चाहिँ हाम्रो दिदीको 84को कार्यक्रम भइरहेको थियो, हिजोदेखि प्रारम्भ भइरहेको थियो। आज हिजो चाहिँ पूर्वाङ्गको दृश्य हामीले अवलोकन गरेर त्यसलाई समापन गरेर हामी उता मिलनचोक ह्याम्जातिर हिजो गएका थियौँ, त्यतातिर प्रस्थान गरेका थियौँ। र अहिले हामी पोखराको यो हरियाली दृश्य हुँदै अब दिदीको चाहिँ 84 पूजाको नजिक यो घर नजिक पुगिरहेछौँ। यहाँनिर तपाईँले यहाँका दृश्यहरू देख्न सक्नुहुन्छ। माथिको चाहिँ कुन चाहिँ होटेल हो कि हो त त्यो माथि त्यो होटल त्यही चाहिँ भ्यू पोइन्ट जस्तो देखिन्छ त्यहाँबाट टक्क चाहिँ यतापट्टि त्यो डाँडो पर्स्याङको डाँडो हो कि सराङकोटकै डाँडो सराङकोटमा दियोस् सराङकोट जाने बाटो त्यो बाटो भएर जाने हामी होटलहरू हुँदै होटलको हामी माथि सराङकोट पुग्छौँ। त्यहाँ प्याराग्लाइडिङको सेन्टर पनि त्यहीँ वरिपरि त्यहीँ माथि छ है। ए घुमाउने चौतारो यहाँबाट हामीले यसलाई दाहिने पार्दै यो गोल चौतारो भन्दो रहेछ यसलाई। गोल चौतारो यो मालेपाटनभित्रकै यो भित्री बस्तीहरू हुन् यिनीहरू। यहाँको बस्तीका बाटाहरू पनि अहिले विस्तार भएको रहेछ। यो चाहिँ पहिलाको बाबुराम भट्टराईको देन हुनसक्छ, किनभने देशव्यापी रूपमा बाटो विस्तारको चाहिँ सुरुवातको आँट अथवा त्यसलाई फैलाउने काम चाहिँ यो बाबुराम भट्टराईको लाई हामीले मान्नै पर्छ। उहाँले यो त्यति बेलाको वास्तविकतालाई जसरी च्यालेन्ज गरेर उहाँले बाटो विस्तारको कामलाई अगाडि बढाउनु भयो, त्यसैलाई निरन्तरता दिँदै सायद बालेन सरकार पनि अगाडि बढेको हामीले बुझिरहेका छौँ। यहीँबाट हामी सायद अब यहाँ 84 को ठ्याक्क 84 को गेट यहाँ तपाईँले देख्न सक्नुहुन्छ। यति भन्दै म यो यात्रा संस्मरणलाई यहीँ टुङ्ग्याउन चाहन्छु। सबै नमस्कार।